यो काठमाडौँको तीनकुनेको अवस्था हो। सडकमा आर्मी परिचालन गरेको छ राज्यले। अवस्था निकै नै भयावह भएको थियो। एकैछिन अघिसम्म आर्मी सडकमा आइसकेपछि चाहिँ अलिकति नियन्त्रणमा आइसकेको छ यहाँको अवस्था। राज्यलाई आर्मी नै परिचालन गर्नुपर्ने अवस्था आइसकेको यहाँ देख्न सकिन्छ। हामीले जनआन्दोलनमा देखेका थियौँ यस्तो दृश्यहरू। आर्मी सडकमा यसरी बन्दुक बोकेर निस्किन्थे। अवस्थालाई कठिन अवस्थालाई नियन्त्रणमा ल्याउनका लागि, सामान्य बनाउनका लागि आज त्यही अवस्था, त्यही दृश्य यति बेला काठमाडौँको सडकमा देख्न सकिन्छ। एकदमै पोजिसनमा तम तयार आर्मीहरू। म यति बेला काठमाडौँको तीनकुने क्षेत्रमा छु, जहाँ कर्फ्यू आदेश जारी गरिएसँगै यति बेला तपाईँ देख्न सक्नुहुन्छ आर्मी पनि परिचालन गरिएको छ। आर्मी नै परिचालन गर्नुपर्ने अवस्थासम्म राज्य पुग्नु भनेको सायद अवस्था निकै नै जटिल यहाँको भइसक्यो अथवा हुँदैछ भन्ने यो सङ्केत हो। यो तीनकुने क्षेत्रको अवस्था हो। तीनकुने क्षेत्रमा आर्मी परिचालन गरिएको छ। अवस्था निकै नै भयावह बनिसकेपछि यहाँको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउनका लागि यसरी सम्भवतः आर्मी परिचालन भएको हुनसक्छ। यसरी आर्मी परिचालन भएको सडकमा यसरी आर्मीहरू खटिएर अवस्थालाई नियन्त्रणमा राख्न खोजेको यो दृश्य, यो सम्भवतः यो मैले देखेको यो पहिलो दृश्य हो। तपाईँहरूले पनि यस्तो दृश्यहरू धेरै अगाडि देख्नुभएको थियो होला। जति बेला जनआन्दोलनको दृश्य झल्को देखिन्थ्यो त्यति बेला यस्ता दृश्य देख्न सकिन्थे। अनि यसरी यो आर्मीको यो घेरा, आर्मीका गाडीहरू, सशस्त्र प्रहरी यता छ। आर्मी आइसकेपछि चाहिँ सशस्त्र प्रहरीले अलिकति राहत महसुस गरेको हुनुपर्छ। त्यही भएर सशस्त्र प्रहरी चाहिँ यता यसरी बसेको अवस्था छ भने आर्मी चाहिँ एकदमै यो पोजिसनमा बसेको छ कि यहाँ ठुलै केही हुँदैछ, यहाँ अब ठुलै केही हुँदैछ भन्ने यो देखाउँछ यो दृश्यले। यो अवस्थाले यो आर्मीहरू यसरी बाटोमा, ओ माई गड, यो जनआन्दोलनकै झल्को दिइरहेको छ यो दृश्यले। कर्फ्यू आदेश जारी भएसँगै यति बेला आर्मी परिचालन भएको छ। अवस्था निकै नै भयावह भइसकेपछि यो अवस्थालाई नियन्त्रण गर्नका लागि यसरी आर्मी परिचालन भएको हो। केही समय अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीले यहाँ अवस्थालाई नियन्त्रणमा ल्याउने प्रयास गरेको थियो, तर अवस्था नियन्त्रणमा आउन नसक्ने देखिसकेपछि राज्यले यति बेला आर्मी नै परिचालन गर्नुपर्ने अवस्था आइसकेको छ। तीनकुनेमा अघि तपाईँले देख्न सक्नुहुन्थ्यो अश्रु ग्याससँगै प्रहरीले केही राउन्ड फायरिङ पनि गरेको त्यो अवस्था थियो र आन्दोलनकारीहरूले सार्वजनिक सम्पत्ति लगायत निजी सम्पत्तिहरूमा पनि धेरै क्षति पुर्याएको अवस्था पनि देख्न सकिन्थ्यो। यो दृश्य म तपाईहरुलाई देखाइरहेको छु, फिल्ड रिपोर्टिङ गरिरहेको छु यहाँबाट। कर्फ्यू आदेश जारी भएसँगै यति बेला आम सर्वसाधारणहरू सडकमा निस्किन सकेका छैनन्। जो बिहानतिर अफिसमा अथवा कतै गएका थिए, ल यहाँ बिचरा केटाहरू कहाँबाट निस्केका थिए होला।
कर्फ्यू लागेछ बुवा एकदम सावधानी भएर हिँड्न पर्यो कर्फ्यू लागेछ कर्फ्यू लगाएको छ प्रहरीले नमस्ते यसरी भिड नलगाइदिनु फेरि अहिले यिनीहरूले अघि धेरैजनाले लगिसके है पहाडी बानेश्वर साइडमा पनि यस्तै किसिमका घेराहरू घेरिएका छन् यो ठ्याक्कै यो संसद भवनलाई नै सुरक्षा दिने हिसाबले यो घेरा बनाइएको हुन सक्छ हात्ती हात्ती हिँड्नु भएको छ कहाँ जान लाउनु भएको छ एयरपोर्ट हो बाबु एयरपोर्ट जान लाउनु भएको छ प्लेन छुट्दैछ हो प्लेन छुट्दैछ ए ल ल कहाँ जान लाउनु भएको छ मिडिया कोरिया जाँदै हुनुहुन्छ मेचिकाली खबर हजुर तपाईँहरू कोरिया जाँदै हुनुहुन्छ ए कति बजेको टिकट छ 7:30 को ओहो तपाईँलाई ढिला भइसक्यो अब छैन मेरो गाडी वहाँ बानेश्वरमा छ फेरि यहाँ तिनको नित्य जान टाइम लाग्छ सुन्नु न हेलो उहाँले पुऱ्याइदिनुहुन्छ दाइ उहाँले पुऱ्याइदिनुहुन्छ सिंगल सिंगल एकजना जानु फर्केर आउनुहुन्छ फर्केर आउँछ एकदम धन्यवाद तपाईँलाई एकदम खुसी लाग्यो फ्यान हो म तपाईँलाई देख्ने बित्तिकै मैले तपाईँको कुदेर आएको देखेँ अनि त्यही भएर म पनि तपाईँको पछि पछि कुद्दै आएँ म अन्त्यतिर मोडेको थिएँ तर मैले तपाईँलाई देखेपछि मेरो अन्त्य मोड्याउँ सकेको सहयोग गर्छु उहाँहरू कोरिया जाँदै हुनुहुन्थ्यो आजको आन्दोलनले गर्दा उहाँहरूले एकदमै ढिला भएको थियो तपाईँ होइन उहाँलाई पुर्याउनु अनि फेरि आएर उहाँलाई लिन आउनुलाई है हस् धन्यवाद धन्यवाद उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब के गर्ने गाडी चलेको छैन एकजना हेलो हेलो रोक्नु न तपाईँ उहाँलाई ढिला भएको छ कोरिया जाँदै हुनुहुन्छ प्लेन छुट्टा लाग्छ लगिदिनुहुन्छ उहाँ लगेज हेर्नु न लगिदिनु है थ्याङ्क यू यार आउनुहोस् त म ल म मिडियाबाट हो हजुर हजुर धन्यवाद यार तपाईँलाई म त्यहाँ भन्छु है एकजनालाई त मैले पठाइदिइसकेँ दाइ एमा बस्नु एमा आउनु एमा बस्नु म एकजना अर्कोलाई पनि म मिलाउँछु हेलो यहाँ आउनु दाइ सहयोग गर्ने हो कि एउटा सानो केही होइन ठुलो सहयोग होइन सानो सहयोग हो उहाँलाई पुऱ्याइदिनु न एयरपोर्टसम्म प्लिज गेटसम्म छुट्टा लाग्छ क्या कोरिया जाँदै हुनुहुन्छ प्लेन छुट्टा लाग्छ जानु न प्लिज जानु न यति सहयोग गर्नु न दाइ आउनु बस्नुहोस् बस्नु ल पहिले तपाईँ बस्नु दाइ म यो गरिदिन्छु दाइ धन्यवाद है हजुरलाई ए ल छिक गरौँ रहेछ कि मलाई गाह्रो भइसक्यो शुभयात्रा राम्रोसँग जानु है हस् बिचरा कोरिया जान नराउनु भएको रहेछ अनि उहाँहरूको टिकट 7 बजेको टिकट अब फेरि ढिला भइसक्यो 6:30 त भइसकेको छ ल तपाईँहरूलाई के ढिला त छैन नि ढिला भएको छैन है त्यही हो कहाँ जाँदै हुनुहुन्छ तपाईँहरू कुन ठाउँ कतार जाँदै हुनुहुन्छ ढिला भएको छ भने तपाईँहरू लिफ्ट लिनु न यस्तो बाइकहरूबाट लिफ्टहरू लिएर जानु न है ल ढिला भएको छैन भने त मजाले पुगिहाल्नुहुन्छ ल जानु हस् नमस्ते म यति बेला तिनकुनीमा छु अब तपाईँले देखिरहनु भएको छ तिनकुनीको अवस्था त एकदमै खतमै भइसक्यो क्या यो देश सकिन लागिसक्यो नेताहरूकै कारणले यस्तो भएको छ यो भनिरहनु पर्दैन अनि
हेर्न पनि दिइरहेको। किन हेर्न पर्यो भाइ? तिमी जाऊ न, घर घर बस। अनि चोटपटक लाग्छ, आन्दोलनकारीले हान्छ, प्रहरीले हान्छ, अनि